साथीहरू आज विज्ञान तथा प्रविधिबाट चाहिँ ग्यालिलियो ग्यालिली जुन साइन्टिस्ट हुन् र ग्यालिलियो ग्यालिलीको बारेमा मैले जान्नुपर्ने सामान्य कुराहरू लिएर आएको छु। यसको लागि पुरा भिडियो हेर्नु होला। सुरु गरौँ। ग्यालिलियो ग्यालिली चाहिँ इटालीका हुन् र कसरी याद गर्न सकिन्छ त भन्दाखेरि यो जुन इटाली छ जस्तै हामीले मैले चाहिँ यो निलो पेनले लेखेको चाहिँ यो ट्रिक जस्तै हो। अब ग्यालिलियो ग्यालिली भन्नाले चाहिँ हामीले गिली भनेर सम्झिन सक्छौँ। गिली इज लाइक एज अ फ्लक्चुएसन भन्ने हुन्छ, गिली गर्ने कमुलो टाइपको, र इटालीलाई हामीले इटा भनेर सम्झिन सक्छौँ। र यसको ट्रिक चाहिँ कसरी इमेजिन गर्ने हो साथीहरू है। इटालीलाई हामी इटा बनाउने र ग्यालिलियो ग्यालिली गिली बनाउने। जस्तै इटाले टाउकोमा हानिदिएको गिली गर्छ भनेपछि इटाली जसको टाउकोमा हाने पनि त्यहाँ गिली गर्ने कमलो टाइपको भनेर सुनिने हुन्छ भनेर सम्झिने। जस्तै कि अब ग्यालिलियो ग्यालिलीलाई हामीले इटालीबाट चाहिँ सम्झिन सक्छौँ। अब यो ट्रिक चाहिँ यो हो साथीहरू। र चाहिँ ग्यालिलियो ग्यालिलीले अहिलेसम्म गरेको योगदानबारे हामी चर्चा गरौँ। र सुरुमा चाहिँ एकदमै इमेजिङ तरिकाले चाहिँ हेर्ने साथीहरू। सुरुमा चाहिँ उनले दूरबिनको आविष्कार गरे। दूरबिन भन्ने कुरा चाहिँ दूरबिन भन्ने बित्तिकै हामीले चाहिँ टाढाको कुरा चाहिँ एक ठाउँबाट बसेर चाहिँ आँखाले हेर्ने, दूरबिनको सहायताले स्पष्ट रूपमा देख्ने माध्यमलाई बुझ्न सकिन्छ। र यो दूरबिनको आविष्कार कसले गरेको हो भनेर क्वेसन आउन सक्छ। यसको एन्सर चाहिँ ग्यालिलियो ग्यालिली हुनेछ। र यसलाई हामीले कसरी सम्झिन सक्छौँ त भन्दाखेरि चाहिँ ट्रिक चाहिँ यहाँ छ। यसको हेर्ने काम हुन्छ सम्झने, सम्झने। त्यसपछि हामी यसबाट चाहिँ लगातार हामी क्रमबद्ध रूपमा चाहिँ सम्झने प्रयास गर्नेछौँ। र चाहिँ यो दोस्रो नम्बरमा चाहिँ दूरबिनको सहायताले उनले चाहिँ सर्वप्रथम हेर्ने कहाँ हेर्ने भनेर अन्तरिक्षमा हेर्ने पहिलो वैज्ञानिक, दूरबिनको सहायताले अन्तरिक्षमा हेर्ने पहिलो वैज्ञानिक र को थिए त भन्दाखेरि चाहिँ ग्यालिलियो ग्यालिली थिए। र कसरी सम्झिन सक्छौँ त भन्दाखेरि चाहिँ दूरबिनको परीक्षण गर्नु पऱ्यो। दूरबिन नयाँ बनिसकेपछि अब कस्तो भयो त हेर्नुको लागि क्लियर देखाउँछ कि नै भनेर चाहिँ हेर्नुको लागि दूरबिनको परीक्षण गर्न अन्तरिक्षमा सबैभन्दा पहिला हेर्ने निर्णय गरे। अन्तरिक्षमा हेर्ने निर्णय गरेकोले अन्तरिक्षमा सबैभन्दा पहिला हेर्ने, दूरबिनको सहायताले हेर्ने वैज्ञानिक भनेर चाहिँ ग्यालिलियो ग्यालिलीलाई चाहिँ चिन्न सकिन्छ। र अर्को चाहिँ त्यस पछाडि सूर्यको स्थिरता तथा पृथ्वीको घुम्ने सिद्धान्त घोषित भनेर सम्झिने। यसलाई चाहिँ पत्ता लगाएको थिएँ। कसरीकन पत्ता लगायो त भन्दाखेरि यसको चाहिँ हामी ट्रिक चाहिँ दूरबिनकै हामीले हिसाबबाट चाहिँ याद गर्ने प्रयास गर्नेछौँ। दूरबिनले त्यहाँ हेर्दा चाहिँ त्यो अन्तरिक्षमा जब कि हेरेँ राम्रोसँग निहालेर हेर्दाखेरि त्यहाँ चाहिँ यस्तो सूर्यको स्थिरता देखेँ र पृथ्वीको घुमिरहेको देखेँ। सो सूर्यको स्थिरता र पृथ्वीको घुम्ने सिद्धान्तको घोषित गरेँ। र त्यस पछाडि अर्को अब त्यहाँ देखिसकेपछि केही कुराहरू चाहिँ अब अर्को चाहिँ 4 नम्बरमा चाहिँ दूरदर्शी यन्त्र टेलिस्कोपको आविष्कार पनि ग्यालिलियो ग्यालिलीले गरेका हुन्। यो चाहिँ हामी कसरी सम्झिन सक्छौँ भन्दाखेरि अब यहाँको ट्रिक चाहिँ अब दूरबिनले हेर्नु पऱ्यो। दूरबिनले हेर्दाखेरि चाहिँ त्यहाँको कुराहरू केही स्पष्ट नदेखिएपछि त्योभन्दा नि स्पष्ट देखिनको लागि चाहिँ उनले चाहिँ टेलिस्कोपको आविष्कार गरे भनेर सम्झिने। अनि केही कुराहरू दूरबिनबाट चाहिँ क्लियर नदेखिएकोले स्पष्ट हेर्न टेलिस्कोपको आविष्कार गरे भनेर चाहिँ सम्झिन सकिन्छ क्रमबद्ध रूपमा। त्यो गरिसकेपछि त्यहाँबाट चाहिँ टेलिस्कोपले पनि अब परीक्षण गर्नु पऱ्यो। टेलिस्कोपले सुरुमा चाहिँ हेर्दाखेरि बृहस्पति सबैभन्दा ठुलो ग्रहलाई हेर्नु न त भनेर हेर्दै थिए। बृहस्पति ग्रहको उपग्रह पत्ता लगाए टेलिस्कोपले। सुरुमा सबैभन्दा ठुलो उपग्रह हेरौँ भनेर हेर्ने बेलामा त्यसको उपग्रह पत्ता लाग्यो। साइडमा चाहिँ उपग्रह घुमिरहेको अथवा त्यहाँ अवस्थित भएको चाहिँ देखेपछि बृहस्पति ग्रहको उपग्रह छ भनेर पनि उनले पत्ता लगाएका थिए। त्यस पछाडि साथीहरू 6 नम्बरमा चाहिँ सबै वस्तुहरू समान गतिमा तल खस्छन् भन्ने तथ्य पनि ग्यालिलियो ग्यालिलीको नै हो। र यसलाई कसरी सम्झिन सकिन्छ भने टेलिस्कोपले हेर्दै थिए त्यहाँ ठुला साना सबै वस्तुहरू समान गतिमा खस्दै गरेको देखे। कल्पना गर्ने साथीहरू, त्यहाँ चाहिँ टेलिस्कोपले हेर्दै थिए ग्यालिलियो ग्यालिलीले, त्यहाँ चाहिँ ठुला साना वस्तुहरू ठुलो वस्तुहरू अगाडि सानो वस्तुहरू पछाडि नभएर सबै वस्तुहरू समान गतिमा खसिरहेको देखे भनेर सम्झिने केबाट टेलिस्कोपको माध्यमबाट। र त्यसरी चाहिँ उनले पत्ता लगाए। र अर्को चाहिँ भित्ते घडी अर्थात् पेन्डुलम घडीको आविष्कार भने चाहिँ भित्ते घडी सम्झिने। भित्ते घडीको आविष्कार गरे। कसरी गरे त भन्दाखेरि सबै वस्तुहरू समान रूपमा तल खसेको देखे। कति समय लगाएर तल पुग्छन् त ती वस्तुहरू भनेर टाइम हेर्नु पऱ्यो। त्यो भएको कारणले गर्दाखेरि उनले चाहिँ थाहा पाउनको लागि उनले चाहिँ भित्ते घडीको निर्माण अथवा आविष्कार गरेका थिए अनि सम्झिने। त्यस पछाडि ज्यामिति कम्पासको आविष्कार। ज्यामिति कम्पासको आविष्कार गर्ने पनि ग्यालिलियो ग्यालिली नै हुन्। र कसरी गरे त भन्दाखेरि सबैको साइज मापन गर्न। अब धेरै कुराहरू टेलिस्कोपको माध्यमबाट हेरिसकेपछि साइजहरू मेजर गर्नको लागि चाहिँ उनले एउटा चाहिँ कम्पासले चाहिँ यो मेजर गर्नको लागि कम्पासको आविष्कार गरे। र कम्पासको आविष्कार पछाडि चन्द्रमाको सतहमा क्रेटर छ भनी पत्ता लगाए। यसलाई चाहिँ कसरी याद गर्न सकिन्छ? क्रमबद्ध रूपमा याद गर्ने प्रयास गरौँ है साथीहरू। चन्द्रमाको सतहमा क्रेटर छ भनी पत्ता लगाए। कसरी त भन्दाखेरि टेलिस्कोपले चन्द्रमामा हेर्दै थिए। हेर्दै गर्दा कम्पासले केरमेर गरे कि चन्द्रमालाई टेलिस्कोपले हेरेको इमेजिन गर्ने। र अनि त्यो चन्द्रमा जुन सेतो हुन्छ नि त यहाँबाट हेर्दाखेरि सेतो देखिन्छ। र त्यसमा चाहिँ त्यो कम्पासले चाहिँ केरमेर गरे कि त्यहाँको परीक्षण गर्नको लागि स्याम्पल लिनको लागि चाहिँ उनले केरमेर गरेर दाग लगाइदियो भनेर सम्झिने। जुन त्यो देखिने चन्द्रमामा हुने दागले हामी क्रेटर भनेर भन्छौँ है। क्रेटर छ भनेर पत्ता लगाए। र त्यस पछाडि चन्द्रमाको आफ्नै प्रकाश छैन भने पनि पत्ता लगाए। उनी ग्यालिलियो ग्यालिलीले चन्द्रमाको आफ्नै प्रकाश छैन भने पनि पत्ता लगाए। कसरी लगाए त भन्दाखेरि अनि यो टेलिस्कोपले राम्रोसँग हेर्दा चन्द्रमाले आफ्नो प्रकाश नदेखेको, त्यहाँ हेर्दाखेरि यसो हेरेँ त्यहाँ चन्द्रमाको आफ्नो प्रकाश नै छैन रहेछ। क्लियरली देखियो कि त्यो भएर चाहिँ चन्द्रमाको आफ्नै प्रकाश छैन भने पत्ता लगाउने वैज्ञानिक पनि ग्यालिलियो ग्यालिली नै हुन्। अब साथीहरू शनि ग्रहलाई अण्डाकार घेराले घेरेको पत्ता लगाउने वैज्ञानिक पनि ग्यालिलियो ग्यालिली नै हुन्। र कसरी याद गर्न सकिन्छ त यसलाई भन्दाखेरि
फेरि शनि ग्रहलाई हेर्ने अघि चाहिँ सबभन्दा ठुलो ग्रह बृहस्पतिलाई हेरेका थियौँ भने अहिले चाहिँ शनि ग्रहलाई हेऱ्यो फेरि भनेर सम्झिने। शनि ग्रहलाई हेर्दै थिएँ, टेलिस्कोपले क्लियर अंडाकार घेराले घेरेको देखेँ। त्यो जुन शनि ग्रह छ त्यो शनि ग्रहको वरिपरि चाहिँ अंडाकार घेराले चाहिँ घेरेको देखेँ भनेर चाहिँ सम्झिने। त्यस पछाडि अर्को आकाशगङ्गाको निर्माण। त्यस पछाडि आकाशगङ्गाको निर्माण पनि कसले गरेका? ग्यालिलीले। यो अब कसरी सम्झ्यो? सबै देख्दा आकाश त्यहाँका भएको कति धेरै कुराहरू चाहिँ टेलिस्कोप र दूरबीनको सहायताबाट हेरेर अवलोकन गरिसकेपछि उनले चाहिँ आकाशगङ्गा बनाउन मन लाग्यो भनेर सम्झिने। सो आकाशगङ्गाको निर्माण उनले नै गरेका हुन् भनेर सम्झिने। त्यस पछाडि पानीको सतह बढाउने यन्त्र। पानीको सतह बढाउने यन्त्र है। आकाशगङ्गा भन्ने बित्तिकै अब आकाशगङ्गा भइसकेपछि आकाशबाट चाहिँ पानी झऱ्यो सम्झिने र त्यो पानी थोरै थोरै झरिरहेको थियो, त बढी पानीको सतह बढाउनको लागि चाहिँ उनले चाहिँ एउटा यन्त्रको आविष्कार गरे। यसो कसरी सम्झिन सकिन्छ भने चाहिँ आकाशबाट पानी झरेको देख्दा पानीको सतह पनि बढाउनुपर्छ भन्दै बढाउने यन्त्रको आविष्कार गरे। त्यस पछाडि अनि तापमापक यन्त्र है। तापमापक यन्त्र हामीले थर्मोमिटर भनेर भन्छौँ। थर्मोमिटरको आविष्कार पनि ग्यालिली नै गरेका हुन्। पानीको सतहमा धेरै बेर रहँदा ज्वरो आयो सम्झिने है। त्यो पानी चाहिँ जुन आकाशगङ्गाबाट चाहिँ पानी हरायो, त्यो पानीबाट चाहिँ त्यो पानीमा चाहिँ सतह चाहिँ बढाउने क्रममा उनी पानीमै लामो समयसम्म रहेको कारणले गर्दाखेरि उनलाई चाहिँ ज्वरो आयो र ज्वरो आएपछि आफ्नो शरीर हिट भएको फिल गरे र त्यो कति तातो भयो त भने थाहा पाउनको लागि चाहिँ उनले थर्मोमिटरको आविष्कार गरे भनेर सम्झिने। साथीहरू यो सबै ट्रिकहरू छ, एउटा चाहिँ फेक ट्रिक बनायो सम्झिनुको लागि सजिलो होस् भनेर। र अब चाहिँ यो सक्यो। त्यस पछाडि अब चाहिँ उनका कृतिहरू पनि छन् र उनका कृतिहरू पनि सम्झिने सजिलो तरिका छ। कसरी सम्झिने त है? अझै मेसेन्जर सम्झिने है। हाम्रो चाहिँ त्यो फेसबुक मेसेन्जर हुन्छ, मेसेन्जर सम्झिने। मेसेन्जरमा लिटल ब्यालेन्स गर्न दुईवटा सिद्धान्तहरू लागू गर्नुपर्छ कि अहिले चाहिँ मेसेन्जरमा चाहिँ केही कुराहरू अब धेरै टाइम वेस्ट नहोस् भनेर चाहिँ लिटल ब्यालेन्स गर्नुपर्ने हुन्छ। लिटल ब्यालेन्स गर्नुको लागि दुईवटा सिद्धान्तहरूको आवश्यक पर्छ। दुईवटा सिद्धान्त लागू गर्यो भनेपछि कन्ट्रोल गर्न सकिन्छ सम्झने। कुन सिद्धान्त लागू? टु न्यू साइन्सबाट चाहिँ अहिले चाहिँ साइन्सबाट लिने। कति साइन्स? टु न्यू, नयाँ साइन्स के टु न्यू साइन्सबाट टु प्रिन्सिपल लिने। टु न्यू साइन्सबाट टु प्रिन्सिपल लिने जुन सिद्धान्तले हामी मेसेन्जरमा लिटल ब्यालेन्स गर्न सकिन्छ भनेर चाहिँ याद गर्ने साथीहरू। यसबाट चाहिँ के आउँछन् त भन्दाखेरि चाहिँ अब यो लिटल ब्यालेन्स यो मेसेन्जरमा चाहिँ द स्टेरी मेसेन्जर भन्ने कृति चाहिँ कसले लेखेका हुन् भने चाहिँ यो कृति चाहिँ कसको हो भने ग्यालिलीको हो। र त्यस पछाडि डायलग कन्सर्निङ द टु प्रिन्सिपल सिस्टम अफ द वर्ल्ड भनेर चाहिँ यो कृति पनि ग्यालिलीको नै हो। टु प्रिन्सिपल सिस्टम है। टु प्रिन्सिपल भने चाहिँ हाम्रो यहाँ टु प्रिन्सिपल आएको छ, यो टु प्रिन्सिपल भयो। त्यस पछाडि अर्को चाहिँ डायलग कन्सर्निङ टु न्यू साइन्स भनेर चाहिँ टु न्यू साइन्स आयो है साथीहरू। टु न्यू साइन्स इज टु न्यू साइन्स है। यहाँ टु न्यू साइन्सबाट चाहिँ टु न्यू साइन्स भनेर चाहिँ सम्झिने। त्यस पछाडि गएर चाहिँ लिटल यो हाम्रो जुन माथिको छ यो लिटल ब्यालेन्स छ। यो लिटल ब्यालेन्सबाट चाहिँ हाम्रो यो लिटल ब्यालेन्स नामको कृति उनले नै गरेका हुन्। धन्यवाद साथीहरू।